हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। आजबाट चाहिँ मैले ब्लग बनाउन लागेको होइन, कति लाज लागिरहेको छ ब्लग बनाउँदाखेरि होइन। ओइ यहाँ धन्दी लडे पछाडि घर चाहिँ मेरो हो, यतापट्टि कलेज छ है। यस्तै छ, यत्तिकै बजारतिर अब जान लाग्यो। मलाई क्यामेरा समाउनै आउँदैन यार, कस्तो देख्यो यार दारी काट्दाखेरि चाहिँ। छ्या छ्या, हामी त मकै गाडीबाट हिँड्दैछौँ होइन। यस्तै छ, मकै गाडी हिँड्नुपर्ने हुन्छ। हामी चाहिँ बाटो अलिकति राम्रो छैन यहाँनिर, गाडी छ। आची बाटो यस्तो छ गाइजहरू, यहाँ धान रोप्न लागेको छ है। यस्तोबाट हिँड्नुपर्छ हामीले। स्कुलको यहाँ मर्मत हुँदैछ, हामी यसरी गाडी हिँड्नुपर्छ। यहाँ खोला बगिरहेको छ साइडमा, के गर्नु गाह्रो छ, हेर्न सक्नुहुन्छ। मेन रोड चाहिँ अगाडि छ, अगाडिबाट ठ्याक्क निक्लिन्छ, यतापट्टि ठ्याक्क हाम्रो घर छ। यसरी नै बिस्तारी अगाडि बढ्नुपर्छ, बस आउने टाइम हुने। अहिले चाहिँ यहाँ बस कुरेर बसिरहेको छु, बसको वेटिङमा छु म होइन। बस पनि पुरा प्याक छ, के गर्नु। बस यहाँ भन्छ र भान्जा र म जानु लाग्यो। हामी चाहिँ बजार आइसक्यौँ होइन, बजार आइसक्यौँ। बस पछाडि छ, हामी अगाडि छौँ। दारी काटेर मतलब छाका चल्दैछु म। आज खाली लागिरहेछ सबै कुरा, सबै ठाउँ। यता मामाले गाली गर्दैछन्, हामी लाग्दैछौँ बजारमा। यो मोबाइल साट्नु पऱ्यो यार, गएर सोध्नु। यस्तै छ, प्याक छ बजार।